प्रिय आत्मा प्रिय आत्मा तिम्रो र मेरो मिलन अब छिटै हुन्छ होला। जीवन नै धकमक्क भएको छ, सुनसान भएको छ। उसले त्यागेदेखिबाट संसारै अँध्यारो लाग्न थालेको छ। उसले छोडेदेखि संसारै अँध्यारो लाग्न थालेको छ। बस यति भन्न चाहन्छु, 10 वर्षको सम्बन्ध 10 मिनेटमा समित गराएर गयो। तिम्रो र मेरो सम्बन्ध यहीँसम्मकै थियो र वर्षौँ भइसकेछ हाम्रो सम्बन्ध टुटेको नि। तिम्रो फोटो ग्यालरीबाट डिलिट गर्न सकेको छैन अहिले पनि। वर्षौँ भइसकेछ हाम्रो सम्बन्ध टुटेको पनि तिम्रो फोटो ग्यालरीबाट डिलिट गर्न सकेको छैन अहिले पनि। म कसम खाएर भन्छु, तिमीलाई जति प्रेम अझै कसैलाई नि गरेको छैन अहिले पनि। तिम्रा तस्बिरहरू निहाल्छु, हात थरथराउँछ, शरीर काम्छ, आँखाभरि आँसु हुन्छ, टप्प आँसु झर्छ। तिम्रा यादहरूले तड्पाउँछ। तिमी बिना बाँच्दिन कि जय हुन्छ। अन्तिम निसास जस्तो लाग्छ। सासै यहीँ टुक्रिन्छ कि जस्तो लाग्छ। जीवन नै खतम गरिदिउँ जस्तो लाग्छ। तर यति सम्झेर रोकिन्छु कि मेरो पछाडि धेरै जिम्मेवारी छ। आमा बाउको साथ छ अनि दाजुभाइको हात छ। त्यसैले बाँच्ने हिम्मत जागेको छ साथी।